लगतै 4-5 दिन पानी परे सँगसँगै चिसो बढ्यो लास्टै हैन। अनि आज चाहिँ राम्रो घाम लागिरहेछ, मिठो घाम। आज छुट्टीको दिन सबैको गाडीहरू यतै पार्कमा छन्। त्यहाँ चाहिँ बस खडा छ हाम्रो सायद। अनि ओहो चिसो बतास। बसको हालत यस्तो छ, धुलो पानी भरेर अब चाहिँ एकछिन छतमा गएर घाम ताप्नुपर्छ। छतमा गयो। आज चाहिँ कपडा सुकाउने ठाउँ छैन जस्तो छ, घाम लागेको कारणले टन्नै लुगा सुकाएर जस्तै। बल्ल चाहिँ न्यानो भयो, फिल भयो। हिजो अस्ति त लास्टै चिसो नि। यस्तो छ मौसम यहाँको, राम्रो क्लियर मौसम। छुट्टीको दिन यही हो हाम्रो काम, लुगा धुने बस्ने हैन। गर्मीको दिनमा यो घाम चाहिँ हामीलाई अप्ठ्यारो लाग्थ्यो घाममा हिँड्न पनि है। अब चाहिँ जाडोमा यो घाम प्यारो लाग्छ। यहाँ परेवाहरू घुमिरहेछन् छतमा। यो घर चाहिँ बन्दै गरेको अहिले भर्खरै नयाँ घर। विदेशमा छिटो छिटो हुन्छ कामहरू, हाम्रो घर नेपालमा चाहिँ 2 वर्ष लगाइदिन्छ यस्तो घर बनाउन। उस्तै ठेक्दार पर्यो भने। अनि यहाँ चाहिँ सानो एउटा मस्जिद छ, सानो मिनी भनौँ न। अनि यो चाहिँ ठुलो रुख बोट चाहिँ बयरको बोट हो सायद। बयरको दाना पनि देखिन्छ 1-2वटा। यस्तै छ मौसम।